समापन समारोहमा छौं र यसको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि गणको कार्यकारी निर्देशक केशबहादुर गिरिजा पञ्जुलाई म आसन ग्रहणको लागि हात गर्न चाहन्छु। त्यसैगरी आजको प्रमुख अतिथिमा प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालज्यूलाई प्रमुख अतिथि आसन ग्रहणको लागि चाहन्छु। त्यसैगरी विशिष्ट अतिथिको आसन ग्रहणको लागि विद्युत शर्मा चाबुकेज्यू शिक्षा समन्वय इकाइ प्रमुख, त्यसैगरी विभिन्न विद्यालयबाट पाल्नुहुने परज्यू शिक्षक मित्र र लन टिम यथास्थानमा आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गर्न चाहन्छु। हामी अब राष्ट्रिय गान समापन कार्यक्रममा हामी राष्ट्रिय गानबाट सुरुवात गर्छौँ। राष्ट्रिय गानको लागि सर्वसल्लाह चाहिँ सबैजना उठिदिनु होला। के कुराहरू सिक्यौँ, अब सिकेको कुरा अब विद्यालयमा गएर लागू गर्ने जो प्रतिबद्धताको लागि शिक्षक सहभागी मित्रहरूबाट नरबहादुर विश्वकर्मा सरलाई मन्तव्यको लागि म निम्त्याउँछु। धन्यवाद उद्घोषक सरलाई। सिकाइ सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिम अध्ययन तालिमको आजको यस समापन समारोहका अध्यक्षज्यू, आजको यस समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका मालिका गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत आदरणीय हरिशचन्द्र ढकालज्यू, त्यसैगरी विशिष्ट अतिथिको रूपमा शिक्षा विकास तथा समन्वय इकाइ न्यायदी बेनीबाट पाल्नुभएका आदरणीय विदुर चापागाई सर, यो लन नेपालले आयोजना गरेको यो शैक्षिक तालिमको लागि काठमाडौँबाट यहाँ आउनुभएका सम्पूर्ण टिम, त्यसैगरी मालिका गाउँपालिकाको वडा नम्बर 5, 6 र 7 का 16वटा विद्यालयका आदरणीय गुरु र गुरुआमाज्यूहरूमा म हार्दिक अभिवादन टक्राउन चाहन्छु सर्वप्रथम। र यो 6 दिनको तालिम साँच्चीकै हाम्रो लागि एकदमै फलदायी बनेको छ। मैले त्यो महसुस गरेको छु। हामी सम्पूर्ण सहभागीहरूकै यो साझा धारणा पनि हो। सुरुमा त 6 दिनको तालिम यो अलि अत्यास लाग्दो हुन्छ र लामो भयो भन्ने खालको चाहिँ सोचाइ मलाई पनि लागेको थियो। झर्ने बेलामा आउने बेलामा मिलेसम्म त बरु अलि समय लम्ब्याएर चाहिँ 4 दिनमा सिधाउनु पाए नै हुन्थ्यो कि भन्ने पनि लागेको हो मलाई पनि। तर तालिममा सहभागी हुँदै गर्दाखेरि त्यस्तो अत्यास लाग्ने, झर्को लाग्ने त्यस्तो कुनै फिलिङ चाहिँ भएन। एकदमै आनन्दमय तरिकाले 6 दिनको समय बिताउन सक्यौँ हामीले। एकदमै रमाइलो भयो। धेरै कुराहरू पनि हामीले सिक्यौँ। हुन त हामीले सेवा प्रवेश गर्नुभन्दा अगाडि पनि एजुकेसन फ्याकल्टी पढेर आएका सम्पूर्ण सर मिस म्याडमहरू सबैले यिनै कुराहरू गर्नुपर्ने हुन्थ्यो। हामीले धेरैले गरेका पनि छौँ, 1-2 जना बाहेक। यस्ता चाहिँ शैक्षिक सामग्रीहरू निर्माण गर्ने काम, पूर्वकालीन तालिम जस्तो नै हो। अब एजुकेसन पढ्ने भनेपछि शिक्षकै तयारीको लागि कोर्स भएको हुनाले यी सबै हामीले गरेको पनि हो पढ्ने बेलामा। तथापि हामीले पढ्ने बेलामा सिकेका कुराहरूलाई पनि कतिपय धेरैले नढाकिकन भन्नुपर्दाखेरि हामीले पढेकोमा चाहिँ ल्याउन नसकेको अवस्था पनि हो। अब हामी यो तालिममा सहभागी सम्पूर्णको तर्फबाट म के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने यो साँच्चीकै विद्यार्थीहरूलाई एकदमै प्रभावकारी ढङ्गले
सिकाइ उद्देश्य हासिल गराउनको निम्ति विद्यार्थीलाई पनि सरल ढङ्गले चाहिँ शिक्षाका चाहिँ उद्देश्यहरू प्राप्त हुने गरी सिकाउन सजिलो हुने तरिका नै हो, हुन्छ नै। हामी आफैलाई पनि धेरै मेहनत गरेर समय लगानी, श्रम लगानी पनि नगरिकन सरल ढङ्गले विद्यार्थीलाई नै बढी सक्रिय बनाएर सिकाउन सजिलो हुने तरिका हो यो। यसमा हामीले सबैले यो तालिममा सिकेका कुराहरू अनुसरण गर्ने नै छौँ। विद्यालयमा गएर हामीले यहाँ सिकेका सम्पूर्ण कुराहरू, धेरै कुराहरू सिकियो। विशेष गरी अब यो म्युजिक सम्बन्धी, लगभग म्युजिक सम्बन्धीको चाहिँ हामीले अलिअलि वाद्यवादनका साधनहरू गाउने, के भन्छ बजाउन जानेको भए तापनि त्यसको चाहिँ सैद्धान्तिक पाटो हामीलाई केही पनि थाहा थिएन। म्युजिक सम्बन्धी पनि धेरै कुराहरू महासागर नै हुने रहेछ। हेर्दाखेरि सामान्य एउटा हार्मोनियम, एउटा मादल बजाउने काम अब सामान्य नै हो, एकतर्फी काम हो जस्तो लाग्ने। तर त्यो भित्र चाहिँ त्यसका चाहिँ विभिन्न सुर तालहरू हेर्दाखेरि त धेरै नै हुँदो रहेछ। त्यस सम्बन्धी पनि हामीले आधारभूत ज्ञान चाहिँ लिन पायौँ। र अन्य यो खेलको माध्यममा त विशेष गरी बिङ्गो खेल, म खेलेको पनि थिएन। बिङ्गो खेल चाहिँ मेरो लागि अलि नयाँ जस्तो पनि भयो। त्योबाट पनि सयौं क्रियाकलापहरू विद्यार्थीलाई चाहिँ गराउन सकिने, धेरै चाहिँ ज्ञानगुणका कुराहरू सिकाउन सकिने एकदमै राम्रो रहेछ। र समग्रमा यो तालिम एकदमै उपलब्धिमूलक बनेको छ, जसको लागि हामी यो लर्न भन्ने संस्था र यसको चाहिँ आर्थिक सहयोग गर्ने यो क्वालिटी एजुकेसन नेपाल, यो अस्ट्रेलिया भन्ने लेखेको छ, सायद अस्ट्रेलियाबाटै यसको चाहिँ डोनेसन आउने होला। यो संस्थालाई पनि हामीले धन्यवाद दिन्छौँ। र साथसाथमा अब यो समन्वयको भूमिका निर्वाह गर्ने शिक्षा विकास तथा समन्वय इकाइ गिरिनी र मालिका गाउँपालिकालाई पनि हामी यो तालिममा सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र अन्तमा यो तालिममा सिकेका कुराहरू हामी सबैले विद्यालयमा गएर लागू गर्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै मेरो भनाइ अन्त गर्दछु। दरबार सरलाई धेरै धन्यवाद छ। उहाँले तालिममा सिकेका कुराहरू विद्यालयमा गएर लागू गर्ने जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ सम्पूर्ण शिक्षकको तर्फबाट धन्यवाद छ। अब कृष्ण कुमारी म्यामलाई प्रतिबद्धताको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हेलो हाम्रो सरहरूले जुन सिकाइ सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिममा चाहिँ सिकेको कुराहरू फलो गरौँ भनेर मैले चाहिँ हेलो तपाईँले हाई भन्नुभयो, धन्यवाद। धन्यवाद आजको कार्यक्रम सञ्चालक हाम्रो सरलाई। आज सिकाइ सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिमका समापन कार्यक्रमका लर्नको कार्यकारी निर्देशक कृष्ण सर अथवा आजका सभाध्यक्षज्यू, त्यसै गरेर हाम्रो प्रमुख प्रशासकीय अधिकारीज्यू, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखज्यू, अनि त्यसै गरेर हाम्रो गुरुहरू, प्रशिक्षक सरहरू हाँसी आफ्नो मनोरञ्जन टाइम दिएर हामीलाई चाहिँ हाम्रो 16वटा विद्यालयका शिक्षिकाको मन जित्न सफल हुनुभएका हाम्रा श्रद्धेय गुरुहरू प्रति, त्यसै गरेर हाम्रा 16वटा विद्यालयबाट आउनुभएका प्रायोजकहरू, त्यसै गरेर सहकर्मी साथीहरू, मसँगै तालिममा रमाएर सम्पूर्ण सिक्नुभएका सम्पूर्ण साथीहरूप्रति मेरो चाहिँ 2 हात जोडी हार्दिक नमन गर्न चाहन्छु। विशेष गरेर त सबभन्दा आयोजक लर्न संस्थालाई हामीले धन्यवाद दिन चाहन्छौँ, किनभने लर्न संस्थाले आयोजना गरेको थियो र पो हामी यो तालिममा सहभागी हुन पायौँ छैन। र त्यसैले यो तालिम भनेको एकदमै फलदायी छ। कि पूर्वका साथी सरले भन्नुभयो
धेरै उपयोगी तालिम छ। किनभने हामीले सैद्धान्तिक रूपले मात्रै विद्यार्थीहरूलाई शिक्षण हासिल गरेका थियौँ। आज व्यावहारिक रूपमा प्र्याक्टिकलको रूपमा आफू स्वयं सहभागी भएर हामीले विभिन्न किसिमका जब चार्टहरू, त्यस्तै गरेर भुजी तालिकाहरू, त्यस्तै गरेर विभिन्न किसिमका शैक्षिक सामग्रीहरू निर्माण गरेर हामीले चाहिँ प्रदर्शन गर्न पाएका छौँ। हाम्रा पढ्नुपर्ने अधिकृतज्यूहरू, लनका कार्यकारी सर कृष्ण सर, शिक्षा विकास सर, समन्वयका सरहरूले हाम्रो जुन प्रतिभाहरूलाई मूल्याङ्कन गर्नुहुनेछ भन्ने मेरो आशा लागेको छ है। अनि अर्को कुरा के हो भने हामीले जुन यस्ता खालका तालिमहरू पहिले नै भइदिएको भए अझ सुन्न सुगन्ध हुने थियो है। पहिला कति सालमा कुनै भर्खरै म नियुक्ति भएको बेलामा चाहिँ यो रातो बङ्गला भन्ने समथिङ यही संस्थाले चाहिँ तालिम दिनुभएको थियो है। त्यसैले त्यो तालिममा सहभागी भएर म यो जुन मराङ स्रोत केन्द्र थियो त्यति बेला म चाहिँ छनौट भएर चाहिँ उहाँ बेनी पनि पुगेको है रातो बङ्गलाबाट। त्यसैले त्यति बेलाको तालिम पनि उपयोगी थियो। तर त्यो तालिममा लिएका कुराहरूलाई हामीले निरन्तरता दिन सकेनौँ। आर्थिक रूपले पनि अब बच्चाहरूसँग पनि त्यस्तै है, हामी शिक्षकको जागिर त्यस्तै, अब खाना लाउन ठिकै हुने, आफ्नो बाल बच्चा हुन्छ, अब तिनीहरूलाई पाल्न ठिकै हुने, अनि शैक्षिक सामग्री निर्माण गर्ने खर्च कहाँबाट जुटाउने। त्यसैले त्यो शैक्षिक सामग्री खर्च निर्माण गर्नको लागि चाहिँ हाम्रो शिक्षा युवा तथा खेलकुद शाखा, मालिका गाउँपालिका र शिक्षा विकास तथा समन्वयका म्याग्दीलाई, दरबाङलाई चाहिँ म के अनुरोध पनि गर्न चाहन्छु भने हाम्रो शैक्षिक सामग्री निर्माण गर्नको लागि आर्थिक हिसाबले पनि सहयोग गरिदिनु हुनेछ भन्ने हामीले चाहिँ विनम्र अनुरोध गरेका छौँ। र अर्को कुरा, हामीले अघि नै पूर्ववक्ता सरले भनिसक्नुभयो, हामीले जे जति यहाँ सिकेका छौँ होइन, त्यो कुरालाई हामी स्कुलमा गएर सबै हामी 16वटा विद्यालयका लगायत सम्पूर्ण सहकर्मी शिक्षक साथीहरूले हामीले चाहिँ त्यो चाहिँ उहाँ विद्यालयमा गएर चाहिँ यस्ता खालका शैक्षिक सामग्रीहरू निर्माण गरेर विद्यार्थीको मनोबललाई गिरावट होइन, उहाँहरूलाई चाहिँ उज्जवल भविष्य देखाएर हामी चाहिँ शिक्षण गर्ने प्रतिबद्धता पनि म जाँच गर्न चाहन्छु। र अर्को कुरा के हो भने हामीले जति यहाँ लिएका छौँ नि त्यो तालिम पूर्ण रूपमा चाहिँ विद्यालयमा परसँग हाम्रो शिक्षा युवा तथा खेलकुदसँग समन्वय गरेर हुन्छ अथवा के गरेर हुन्छ, सबैले चाहिँ जति सक्दो हामी जति यहाँ विद्यालयबाट उपस्थित भएका छौँ होइन, सम्पूर्ण शिक्षक साथीहरूले उहाँ गएर जसरी भए पनि त्यो कामलाई चाहिँ यो जुन प्रतिभा प्रस्फुटन भएका छ यस्तै गरेर बच्चाहरूलाई यो के अरे चित्रहरू बनाउन पठाउने, उनीहरूलाई प्रतिभा प्रस्फुटन हुन्छ नि त। त्यसो भए हामी आफै स्वयं सहभागी हुने भन्दा पनि हामीले सहजीकरण गरिदिने, बच्चाहरूलाई चाहिँ बनाउन पठाउने, त्यो प्रतिबद्धता पनि जाँच गर्दछौँ। र यति भन्दै हाम्रो लन संस्थालाई चाहिँ मैले अघि नै भनिसकेँ, हार्दिक धन्यवाद दिँदै र शिक्षा युवा तथा खेलकुद शाखा, मालिका गाउँपालिका र शिक्षा विकास समन्वयकालाई पनि हार्दिक धन्यवाद दिँदै र हामी सम्पूर्ण 16वटा विद्यालयका सर मिस म्याडमहरूमा एकअर्कामा परिचित हुने मौका पनि जुर्यो होइन, खुसी लाग्ने कुरा। यति भन्दै मेरो छोटो मन्तव्य यही अन्त गर्न चाहन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद कृष्ण कुमारी म्यामलाई। पक्कै पनि सम्पूर्ण टिचरहरूको तर्फबाट प्रतिबद्धता र उहाँले शिक्षा विकास तथा मालिका गाउँपालिकालाई पनि आवश्यक शैक्षिक सामग्री उपलब्धको लागि उहाँले माग पनि गर्नुभएको छ। पक्कै पनि उहाँले यतै हुनुहुन्छ, धन्यवाद छ। आज 6 दिने तालिम सकियो भन्ने होइन, अब तालिम चाहिँ सुरु भयो। जब विद्यालय तपाईँ होइन विद्यालयमा जानुहुन्छ, जब अघि जो झगी झगाउ छ त्यसै गरी जब तपाईँहरूको विद्यालय झगी झगाउ बन्छ त्यसपछि बल्ल तालिम सुरु भएको हुनेछ होइन। ओके, अब आफ्नो मन्तव्यको लागि म शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख र आजको विशिष्ट अतिथि विद्युत शर्मा चापागाज्यूलाई मन्तव्यको लागि म निम्त्याउँछु। धन्यवाद शिक्षकलाई। सिकाइ सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिम समापन समारोहका अध्यक्ष महोदय, यस कार्यक्रमका अतिथि एवं मालिका गाउँपालिकाका प्रशासकीय अधिकृतज्यू, यस 6 दिने कार्यक्रममा सहजकर्ताको रूपमा खटिनुभएका सहजकर्ता मित्रहरू,
विभिन्न विद्यालयबाट यस कार्यक्रमलाई सफलीकृत बनाउनको लागि सहभागी हुन आउनुभएका शिक्षक शिक्षिका सर्वप्रथम त मैले आउँदै गरेको 2082 सालको शुभ दीपावली तथा छठ पर्वले यहाँहरूको काम उत्साहजनक वातावरण सिर्जना गरौँ, यहाँहरूको काम गर्ने जागरुकता प्रदान गर्न सक्नुहोस् भन्ने मैले शुभकामना। हामी चाहिँ तालिममा आउने भनिसकेपछि हाम्रो मनस्थिति तालिम हुँदैछ भनेपछि मनस्थिति अर्थिन्छ म पढ्छु पढ्दिनँ स्कुलबाट भन्छु, पढिसकेपछि छिटो छिटो जान पायो भने मनस्थिति हुँदै गएको अवस्था। त्यसपछि यहाँ तालिममा बसिसकेपछि कति छिटो भएर जानु भन्ने मात्रै मन त्यो सबैलाई उहाँलाई आउन हतारे हुन्छ, यहाँलाई पनि छिटोको जानको हतारे। त्यसो भएको हुनाले समय पनि बस्नु पर्यो, विद्यालयमा बिदा अझ बिदा नभइकन स्कुल चालु विद्यालयमा परेको अझ आनन्दित हुन्छ है। त्यसो भएको हुनाले हामीले के सोच्नु पर्छ भने हाम्रो जिम्मेवारी यो पेसामा बस्दाखेरि आफूले गर्नुपर्ने कर्तव्य पालनका कुराहरूलाई एकदमै महत्त्व दिनुपर्छ र हामी सधैँ सकारात्मक हुन्छ। पहिलो पाठ हामीले बुझ्यौँ, हामी सकारात्मक भएन भने कुनै काममा सफलीकृत हुन सक्दैन। सबभन्दा पहिला हामी सकारात्मक चिन्तन हाम्रो के हुनुपर्छ भावना। त्यसको अघि सबैको ध्यान, सबैको दिमाग, सबैलाई हेर्ने दृष्टिकोण हाम्रो सकारात्मक। यसले पनि सिकाइलाई लोकतर गर्न, बढोत्तरी गर्न सहायता। दिमाग ठिक भइदियो भने के हुन्छ, सिकाइ पनि हामीले बालबालिकालाई सजिलै सिकाउन सक्छौँ। दिमागमा अर्थ भनेको छ तर कक्षा कक्षामा शिक्षण गर्न जान्छ हामी सक्दैन। त्यो कुरालाई एकदमै पारिवारिक रूपमा चाहिँ हामीले व्यवहारिक रूपमा सिक्नु परेको कुराहरू त्यो पनि सिकायो। हामीले हाम्रा बालबालिकाहरू छन्, हाम्रो घरमा छोराछोरीहरू छन्, उनलाई नै हामीले संस्कारका कुराहरू, शिक्षणका कुराहरू, सकारात्मक कुराहरू सिकाउनु पर्छ। त्यो कुरा हाम्रो आमाले जसरी घरमा बालबच्चाहरू किन हाम्रो गुरुले पनि विद्यालयमा सकारात्मक चिन्तनका कुराहरू चाहिँ एकदमै सिकाउनु है। त्यसको लागि के गर्ने, चाहिँ राम्रो गर्ने, हामी खेल खेलाएर हुन्छ, मादल बजाएर हुन्छ, के गरेर क्रियाकलाप गर्ने, कस्तो बालबालिका कक्षामा प्रवेश गरेको छ त्यो अवस्था अनुसार हामीले भन्ने कुरालाई एकदमै महत्त्व दिन्छ। हामीले शिक्षण पेसामा हामी कर्मचारी होइन, तपाईँहरूले शिक्षक हो, तपाईँहरूले शिक्षा दिनु, तपाईँहरू हामी उहाँ दुईजना लनको साथीहरू यहाँ सहजकर्ता हुनुहुन्छ, हामीसँग हिँड्नु तपाईँहरू आकाश पाताल फरक। तपाईँहरूलाई चाहिँ तपाईँहरूले शिक्षण दिएका विद्यार्थीहरू तपाईँलाई नमस्कार गुरु भनेर आउँछन्, हामीलाई चाहिँ त काम अर्जेल उहाँको देखिन्जेल मात्रै, अनि त्यसपछि चाहिँ शिक्षकबाट नदेखेको यहाँ ठिक्क महत्त्वपूर्ण जिम्मेवारीमा छौँ हामी। त्यो कुरालाई पनि हामीले ख्याल गर्छौँ। मैले भनिसकेँ मेरो म्याडम पनि शिक्षिका हुन्, उनीहरू म सँगसँगै बाटोमा हिँडेँ, उनलाई नमस्कार गर्छु, मलाई गर्छु, म बस्नु पाएको छैन। त्यसैले हामीले ठुलो भूमिका र ठुलो महत्त्व जिम्मेवारी पाएका छौँ। त्यो जिम्मेवारीलाई पुरा गर्न हाम्रो पर्छ। त्यो कुरालाई ख्याल गर्छ। नेपालको सन्दर्भमा 2028 सालमा राष्ट्रिय शिक्षा प्रगति योजना सुरु, त्यस क्रममा व्यावसायिक शिक्षा भनेर सुरुवात गरेको थियो नेपाल सरकार। त्यो बेला सरकारले व्यावसायिक कृषि विषयको चाहिँ व्यावसायिक दिने सिकाउने भनेर त्यो बेलाको समय अनुसारको देश कृषि प्रधान देश भनेर त्यसरी चाहिँ कृषि विषयहरू बागवानीको विषयहरू पढाउने व्यवस्था गरेको थियो। त्यो बेलाको राम्रो सिकाइयोस् भन्नको लागि। त्यसपछि विज्ञान विषयको सन्दर्भमा प्रयोगात्मक सामग्रीहरूको व्यवस्थापन गरेको थियो। त्यो बेलाको शिक्षा जहाँ जहाँ विज्ञान विषयहरू हाई स्कुल पुगेका छन् त्यसले सिक्नु, त्यो जानकारी वैज्ञानिक ज्ञान सिक्नु भन्नको लागि। त्यसै 42-43 सालमा आएर ती व्यावसायिक विद्यालयहरू सबै साधारण विद्यालयमा परिवर्तन। त्यसै जब 2046 सालको आन्दोलन भयो, आन्दोलनपछि शिक्षाको मोड पनि अलिक परिवर्तन। त्यसलाई के गर्यो, एक आठलाई चाहिँ निमा बिर्सियो, 6देखि 1देखि 3सम्म प्राली, 4देखि 8सम्म चाहिँ के थियो 7सम्म निमा बिर्सियो।
त्यसपछि त्यो पछि के गराइदियो भने 1 कुरा 6-8 माथि 9-10 माथि 11-12 र जब 62-63 त्यहाँबाट परिवर्तन भयो नेपालमा लोकतान्त्रिक गणतन्त्र आयो त्यसपछि चाहिँ प्राविधिक धारका विद्यालयहरू खोल्ने कुरा लाग्यो। त्यसबाट पनि केवल 5वटा 6वटा क्षेत्रका विषयहरू इन्जिनियरिङ भयो, कृषि भयो, भेटनरी भयो, अनि यस्ता विषयहरू राखेर पर्याप्त सामग्रीहरू व्यवस्थापन गर्ने र त्यहाँ विद्यार्थीहरूलाई त्यो चाहिँ प्रयास गर्दाखेरि थोरै रकमको व्यवस्थापन गर्ने त्यस्ता कुराहरू भयो। त्यो भइसकेपछि प्राविधिक विषयको सुरुवात र 2072 सालमा आएर फेरि के गरियो भने यो पाठ्यक्रमको सन्दर्भमा चाहिँ कार्यशीलमा आधारित 9-10 को पाठ्यक्रम तयार गर्यो। त्यो पाठबाट सिक्नको लागि शैक्षिक सामग्री निर्माण गरेर त्यो पाठ चाहिँ सिक्यो भने पाठ पढ्यो भने त्यसले चाहिँ नयाँ कामको थालन गर्न सक्छ, निर्माण गर्न सक्छ भनेर कार्यशीलताका आधारमा पाठ्यक्रम दिन्छ। र अहिले 76-77 आएर के गरियो एकीकृत पाठ्यक्रमको रूपमा चाहिँ सुरुवात गरियो। त्यसबाट चाहिँ कुनै पाठ म र मेरो परिवार भन्दाखेरि त्यसले सबै क्षेत्र विषयहरू पढ्ने, गणित पनि पढ्ने, भाषा पनि पढ्ने, सामाजिक संस्कारका कुरा चाहिँ सेरोफेरोका कुरा पनि त्यहाँ आउने। अब त्यहाँ दाजुभाइ भइगयो भने भाइले दाइलाई आधार गर्नुपर्दछ भन्ने कुराहरू सिक्ने, संस्कारको कुरा सिक्ने भयो। परिवारको सङ्ख्या कति भने गणित भनेर गणितको कुराहरू पनि भयो। भाषा नाम भन्न जान्नु, भाषाका कुराहरू भयो। त्यसरी पाठ्यक्रम निर्माण गरेर अहिले यसरी आएको छ। यसरी आउने क्रममा नेपालको सरकार शिक्षा मन्त्रालयले के गरेको छ भने निम्नतम विद्यालयमा यी कुरा हुनुपर्छ है भन्नुभयो। के कुरा होला? कक्षा कोठामा उपकरणहरूको व्यवस्था हुनु पर्यो, शैक्षिक सामग्रीको व्यवस्था हुनु पर्यो, सार्वजनिक सामग्रीहरूको व्यवस्थापन हुनु पर्यो, अनि त्यसरी विद्यार्थी पोर्टफोलियोको व्यवस्था हुनु पर्यो। तपाईँहरूलाई चाहिँ पालिका सहर हुनुहुन्छ, पालिकाबाट प्रत्येक विद्यालयलाई नयाँ विद्यार्थी भर्ना भने 100 रुपियाँ दाम चाहिँ पोर्टफोलियो निर्माणको लागि चाहिँ पैसा गइरहेको। जो 1 देखि 10 सम्म पढ्ने विद्यार्थी यहाँ पढ्छ, 1 देखि 5 सम्म पढ्छ भने 1 देखि 5 वर्षसम्म पढ्दाखेरि त्यसै क्रियाकलाप त्यो खाइमा हुनु पर्यो के पोर्टफोलियो भन्ने काम गरेका छौँ छैन त्यो तपाईँहरूले आफ्नो आफै मोमो भन्छ। विद्यार्थी गरेका क्रियाकलापहरू त्यो त्यसको फाइलमा राख्ने। अभिभावक मेरो बच्चाले चाहिँ के काम गरेर गएको छ, कति सिकेको छ, के जानेको छ भने त्यो नाम देखाइदिनु पऱ्यो नि। त्यो कुरो तपाईँको बच्चाले के गरेको भने अनि त्यसपछि शिक्षा विभागले पनि के गरेको छ, यस्तै चाहिँ हुनको लागि कुराहरू शैक्षिक सामग्रीहरूको कक्षा कोठा व्यवस्थापनका कुराहरू छोडेरै अनि यो तालिम संस्थाले दिएको तालिमले त्यसलाई सपोर्ट गर्छ कि शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय विद्यालय हुनुको लागि अत्यावश्यक कुराहरू चाहिँ यो तालिमले सपोर्टिङ गरेर यो कुरालाई मध्यनजर राख्नु। सबै सामग्रीहरूको व्यवस्था गर्छ। जस्तो कुनै सामग्री तपाईँहरू निर्माण पाठ अनुसारको सामग्री निर्माण गर्नु चाहिँ जुन देखिसकेको बच्चाले आफू बनाउनु सिक्यो के तपाईँ कक्षा प्रदर्शन गर्ने यो तालिमको विषय त्यो हो। यहाँ गराइएको कुराहरू उहाँ पनि तपाईँहरूले चाहिँ देखाउनु पर्यो। भिडियो कार्टुन त्यो गर्दै त्यो चित्र देखेकै आधारमा उसले त्यहाँ त्यो पाठ सिक्यो रहेछ भन्नु सक्छ के उसलाई यो सिक्यो गरे यो सिक्यो मैले हासिल गर्न सक्दो रहेछु भने बच्चाले जानु त्यसरी हामीले गर्नु। त्यसो भए यो तालिम तपाईँहरूले कक्षा कोठामा भइरहेका कुराहरूलाई प्रस्तुत गर्ने, यहाँ भइरहेका जति तपाईँ 6 दिनको पिरियडमा सिक्नुभयो विषयगत रूपमा तपाईँहरूले तयार गर्नुभएको छ यो उहाँ लाग्छ। तपाईँहरू अब यहाँबाट गइसकेर त बिदा छ 11 गते खोल्नु होला सबै फेरि 11 दिन 9 दिन भयो 9 लाउने 20 दिन भयो 20 दिन जस्तो चाहिँ 9 अब 11 गते तपाईँहरू सुनाउँदा कति भर्ना अध्यापक पनि हुनु होला यहाँ कर्मचारीज्यू यहाँहरू सबैमा म मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट यहाँहरू सबैलाई हार्दिक नमस्कार। विगत सर्वप्रथम त यहाँहरू यो आयोजक संस्था, शिक्षक शिक्षिकाहरू र प्रशिक्षकज्यूहरू सबै मिलेर यस तालिम कार्यक्रम चाहिँ सफल पार्नु भएकोमा यहाँहरू सबैलाई धन्यवाद गर्न चाहन्छु। अब विगत 6 दिनदेखि यहाँहरूले तालिमहरू लिँदै आउनुभएको छ र
र आज यो अन्तिम दिन छ। तर यो तालिम कार्यक्रमको चाहिँ अन्तिम दिन हो। तर तपाईँहरूले चाहिँ सुरुवात गर्ने कार्यक्रम हो, अब बल्ल सुरुवात हुँदैछ, जो अघि बनिरहनु भएको छ। र यो 6 दिनको बसाइमा यहाँहरूले कतिपय शिक्षकहरूबाट पनि सिक्नुभयो होला, कतिपय यहाँहरूले चाहिँ आफ्नो सिकाइ आदान प्रदान पनि गर्नुभयो होला। र यो भनौँ न प्रमुख चाडको चाहिँ बिदाको समय यहाँहरूलाई चाहिँ एउटा चाहिँ बाहिर बसेर यत्रो जमघटमा चाहिँ आफ्नो अनुभव साटासाट गर्दाखेरि यहाँहरू रिफ्रेस पनि हुनुभयो होला। मलाई विश्वास छ यहाँहरूले अघि नै भनिसक्नु भएको छ। तालिम कार्यक्रमबाट हामीले धेरै कुराहरू सिक्यौँ। यो कुराहरू पहिले नै सिक्नु पाएको भए अझै प्रगति हुन्थ्यो भन्ने खालको कुरो यहाँहरूले गर्नुभयो। यसबाट के देखिन्छ भने यहाँहरूले केही न केही सिक्नु भएको छ। तर सिक्ने कुरा यस्तो हो कि यो अनन्त छ, कहिल्यै पनि सिकेर सकिँदैन। अब जति समय परिवर्तनशील छ त्यसै गरी विभिन्न कुराहरू पनि परिवर्तन हुँदै जान्छ। दिनदिनै नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ होइन। अब प्रविधिहरू नयाँ नयाँ आइरहेको हुन्छ। त्यो प्रविधिहरूलाई पनि हामीले समाउनु पर्ने हुन्छ। त्यो प्रविधि सँगसँगै हामीहरू जान सकिएन भने अघिको चाहिँ हाम्रो शिक्षा समन्वय इकाइको सरले भने जस्तो अब विद्यार्थीहरूले चाहिँ नै तपाईँहरूलाई चाहिँ विश्वास नमान्नुपर्ने अवस्था हुन सक्छ होइन। यो परिवर्तनसँग तपाईँहरू पनि जोडिँदै जानुपर्छ। त्यसको मतलब हो तपाईँहरू जहिले पनि सृजनात्मक सोच तपाईँमा हुनुपर्छ र सृजनशील हुनुपर्छ। तपाईँहरूले विद्यालयमा कुनै चाहिँ विद्यार्थी देख्ने बित्तिकै त्यो विद्यार्थी तपाईँले देशको भविष्य देखेको हुन्छ। यो भोलि चाहिँ देशको भविष्य हो। यसलाई चाहिँ मैले राम्रोसँग शिक्षा दिन सकेँ र यसलाई राम्रो मान्छे बनाउन सकेँ भने भोलि यो देशको ठुलो मान्छे हुनेछ। र मैले पढाएको विद्यालय यहाँ चाहिँ एकदमै धन्यवादको पात्र हुनुहुन्छ, किनभने सक्रियतापूर्वक गएर नभइकन आफूले चाहिँ जनाउनु भएको छ र जति जे सिक्नु भएको छ कसैले पनि अल्छी नगरिकन एकदम इन्ट्रेस्टले चाहिँ गर्नु भएको छ। त्यसको लागि यहाँलाई फेरि एकचोटि धेरै धन्यवाद। र विशेष धन्यवाद यो विद्यालयलाई, जनप्रिय माविको यो प्राइभेट प्राइमेरी विङ्समा जुन हामीले यो चाहिँ व्यवस्थापन गर्ने मौका पाइयो। र यहाँ धेरै अब समस्याहरू पनि दिनु पर्यो हामीले, त्यसको लागि चाहिँ यहाँहरूले चाहिँ छ्याउ गर्नुहुनेछ र हामीलाई एकदमै खुसी लागेको छ। र हामीलाई चाहिँ खाजा पकाएर खुवाउने, हामीलाई बाँड्ने हाम्रो के अरे नमस्ते लको सम्पूर्ण परिवारलाई पनि धन्यवाद। अनि यहाँ हाम्रो काममा सहयोग गर्नुहुने उहाँ म्याडमलाई पनि यहाँ धन्यवाद, विशेष धन्यवाद। र फेरि पनि कुनै समयमा चाहिँ हामी यसरी भेटघाट हुनेछौँ। र अघि बिर्सिन खोजेको कुरा के हो त भन्दाखेरि अब हामी छिटै नै यहाँको स्कुलहरूमा चाहिँ भ्रमण आउनेछौँ। कम्तीमा पनि 2 जना, हामी 2 जना चाहिँ आउनेछौँ। र त्यो बेलामा चाहिँ हामीले तपाईँहरूको एक्टिभिटीलाई त्यहाँ जीवित भएको पाउँ भन्ने चाहिँ आशा राखेका छौँ। यति नै हो। दीपावलीको विशेष शुभकामना। अरू धेरै बोलेर काम छैन होइन, काम विशेष कुरो हो। भाषण गर्ने भन्ने कुरा अब त्यस्तै हो। अब सरले अलिक लामो तान्दिनु भयो हुनाले यस्तो भयो, मानिदिनु होला होइन भन्दै आज यो कार्यक्रम चाहिँ समापन भएको। यहाँ दिवाली सुखमय होस्, सुखमय होस्। फेरि भेटौँला। एउटा विद्यालयकै एकजना तल दिनुभयो भने फोटो खिच्नलाई सजिलो हुन्छ ल है त। आएपछि नै त भन्नु भएन। ल हामीले यसमा चाहिँ पहिलो दिनदेखि बढी सामग्री डेभलपमेन्टको काम 5औं दिनसम्म भयो। बढी चाहिँ 6 दिनमा चाहिँ अलिकति बढी रिभ्यू र अरू कुराहरू हामीले गऱ्यौँ। यसमा यो 10वटा टाइटलमा 1 देखि 3 अङ्क मार्किङ गर्ने भनेर 3 जनाले होइन, सर, कृष्ण सर र
हामी तिनजनाको टिमले सबैतिर हेऱ्यो, अनुगमन गरेर एक खालको मार्किङ गरेर एभरेज नम्बर निकालेर र यहाँ जे आयो त्यही आयो कि भन्दा अलिकति अप्ठ्यारो पार्यो। यहाँ विद्यालयलाई कम्तीमा एउटा विद्यालयलाई माध्यमिक 1-10, 1-12 तर्फबाट दुईटा छान्ने 1-8 पनि 1-8 पनि त्यही हो। ओके 1-8, 1-10, 1-12 यतापट्टिबाट एउटा छान्ने के अरे एउटा चाहिँ प्रथम एउटा द्वितीय छान्ने अनि 1-3, 1-12बाट चाहिँ अर्को छान्ने दुईटा भनेर गरेको। अब यहाँ अलिकति आएको रिजल्टलाई चाहिँ म गर्न चाहन्छु। यहाँ केही टेक्निकल अप्ठ्यारो भएको छ, त्यसलाई सल्ट्याउनलाई केही कमिटमेन्ट हामीले नि गर्छौँ। अब रिसेन्टली तिहार पछाडि हाम्रो मङ्सिर पुसमा चाहिँ भनौँ न अर्को तारिक मङ्गलामा छिट्टै हुँदैछ, केही कुरा अपुग हामीबाट भएको हामी त्यो गर्नेछौँ। र यो समग्र नतिजा आएर मावितर्फ यसो गेस गरौँ न त को भयो होला प्रथम। अब यसमा चाहिँ 90 अङ्क टोटल हुन्छ, 10 या 30 तिनजनाले 90। त्यो 90मा सबैभन्दा बढी अङ्क 70.5 आएको छ। मैले चाहिँ 1-8, 1-10, 1-12 तर्फ कुरा गरेँ। सबभन्दा कम ल्याउनेले 58 ल्याउनु भएको छ, 57 ल्याउनु भएको छ। यसको अर्थ 90मा 57 ल्याउने हामी सब राम्रा छौँ। त्यो मध्ये सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने हाम्रो यो एभरेजिङमा जनप्रिय बाटो यो प्रोत्साहन स्वरूप भएका ठुलै जोको भरिको सामग्री होइन। अब त्यो तर्फबाट दोस्रो भीम मावि यो धेरै ठुलो पुरस्कार होइन, तर जे भए सबै राम्रा छन्। यसै गरी मालिकाको हिमाली कोठाको हिमाली प्लस जनकल्याणसँगै छ 63। हिमाली प्लस जनकल्याणले अब मार्क कसरी काट्ने यसलाई अगाडि नकाट्ने विद्यालयलाई अहिले यहाँ नपाए पनि उत्कृष्ट सामग्री बनाएर 60-59 अङ्क